बर्थडे आज नाम के हो अम्बिका हजुरको लागि बर्थडे गिफ्ट आएको छ अब यो कसले पठाइदिनु भएको भनेर भन्न सक्नुहुन्छ फुपू पहिले थाहा पाउनु भएको थियो हो र हजुरको फुपूले नै पठाइदिनु भएको है कान्छी फुपूले केक भइहाल्यो त्यसपछि यहाँ डल पठाइदिनु भएको छ नानीको बर्थडे रहेछ आज गेस गरेर पनि भ्याइसक्नुभयो हुन्छ खिचिदिनु न स्प्रे छ अरे होइन उहाँलाई सोधेको सुरुमै गेस गरिहाल्नु भयो यहाँ फुपूले सानो मेसेज दिनु होला बधाईलाई भनेर पठाउनु भएको छ सुनाइदिने बधाई अम्बु आज दिन जन्मेको दिन आजकै दिनदेखि मैले कान्छी फुपू बन्ने सौभाग्य पाएको दिन ज्ञानी असल र संस्कारी छु अझै असल बनेर बाबा मामुका आशा अनि आफ्नो लक्ष्य पुरा गर्नेछु घरमा गाईको पहिलो सन्तानको रूपमा जन्मिएर भदैनीको रूपमा जन्म लिए तापनि तिमीलाई सानो काखमा खेलाएर हुर्काएको भएर होला अति धेरै माया लाग्छ आफ्नै सन्तान जस्तो घरमा सानो बच्चा कोही थिएनन् त्यसैले सुरुमा हामीले घरमा हाम्रो काखमा सानो बच्चाको रूपमा तिमीलाई पाएको थियौँ हजुरबुवा र आमाको भएको पहिलो नातिनी हौ तिमी सबैको मुटु थिए अम्बु लाग्छ तिमीलाई दाइ भाउजूको दुःख र पीडालाई बुझेर अगाडि बढ्नेछौ मामुलाई कहिल्यै दुःख दिने छैनौ बाबा परदेशमा हुँदा पनि मामुले एक्लै दुःख कष्ट काटेर तिमीहरूको खुसीको लागि तिमीहरूकै मुख हेरेर बस्नुभएको छ भाइ सानो छ तिमीले नै ख्याल गर्नेछौ आफ्नो मामुलाई सधैँ खुसी राख्ने प्रयास गर्नेछौ अनि कान्छी फुपूलाई कहिल्यै बिर्सिने छैनौ देखेकै छौ कान्छी फुपूको दुःख पीडा र सङ्घर्षहरू मन त कति थियो धेरै थोक किनिदिने तर मन मात्र भएर नहुने रहेछ दुःख गर्दैछु धेरै नसके पनि फुपू भर्खर सेवाती चरणमा छु आज तिम्रो विशेष दिनमा एक सानो सरप्राइज पठाएको छु आशा छ तिम्रो मुहारमा पक्कै खुसी ल्याउन सक्नेछु अन्तिममा यति भन्न चाहन्छु फुपूको दुःख सुखमा साथ हुनेछौ एउटा आशा